यो मेरो कथा होइन, तर सयौं ती आमाहरूको हो जसले गर्भमा हुर्किरहेकी छोरीलाई संसार देखाउन पाएनन्। म स्वयं आमा त होइन, तर यस्तो छोरी हुँ जसले आमाको माया बुझ्न सक्छु। यो कथा एक अधुरो मायाको आवाज हो, नजन्मेकी जुनकिरीको स्वर हो, जसमा मैले मेरो आफ्नो आमा बनेर भोइस हालेको छु। र यो कथा मैले मेरो कल्पनाबाट बनाएको हो। कसैको जीवनमा मेल खान गएमा मलाई माफ गरिदिनुहोला। कथा यसरी सुरु हुन्छ। आकाश हेरेर बसिरहेकी थिएँ म, झ्यालको पारी जुन टल्किरहेको थियो, ठ्याक्कै त्यसरी नै जुन मेरो गर्भमा हुर्किरहेकी थिए मेरी जुन्की, जसको नाम मैले सोचेकी थिएँ जुन्की। तर त्यो जुन कहिले मसँग बोल्न सकिन, किनकि म उसलाई जन्माउन सकिन। त्यति नै बेला मेरो श्रीमानले मलाई क्रोधित स्वरमा भन्नुभयो, फेरि त्यही गल्ती, त्यही छोरी, लाज छैन तिमीलाई, हाम्रो इज्जत खत्तम पारिस। मैले शान्त र टुटेको स्वरले भने, गल्ती म हुन सक्छु, तर मेरी छोरी गल्ती होइन। ऊ मेरो सास हो, ऊ मेरो माया हो, ऊ मेरो जीवन हो। तर मेरो श्रीमानले फेरि मलाई कराउँदै भन्नुभयो, हामी समाजमा के देखाउने, त्यो बच्चा धब्बा हो, हाम्रो परिवार र समाजको लागि त्यो बच्चा धब्बा हो भनेर मलाई भन्नुभयो। मैले भने, तपाईको लागि धब्बा होला, तर मेरो लागि ऊ मेरो जीवन हो। म उसलाई जन्माउन चाहन्छु, म उसलाई यो संसारमा ल्याउन चाहन्छु। तर मेरो श्रीमानले, म तिमीलाई अन्तिमचोटि भन्दैछु है भनेर भन्नुभयो। अब केही सुन्नु छैन, आजै अस्पताल जानुपर्छ, अब यो कुरालाई सक्नुपर्छ भनेर भन्नुभयो। म चुपचाप लागे, के भन्नु के नभन्नु, मेरो सुन्ने कोही थिएन। परिवार सबै एकतर्फा, म एक्लै। म चुप लागे अनि मेरो श्रीमानले मलाई अस्पताल लाग्नुभयो। अस्पताल पुगे र अस्पतालको सेतो भित्ताबीच एउटा कागजमा हस्ताक्षर गरेँ, जसमा मेरो छोरीको, मेरो जुन्कीको, जसको मैले सपना देखेकी थिएँ, उसको मृत्यु लेखिएको थियो। त्यो दिन म यति रोएँ, यति कराएँ, मनमा नै सोचेँ कि मैले आमा बन्ने अधिकारै गुमाएँ। तर मेरो के लाग्थ्यो र, सबै कुरा खत्तम भयो। म एक्लै एकान्तमा रुँदै मेरी छोरीलाई पुकार्दै, माफ गर मेरी नानी, मेरी जुन्की, म तिमीलाई जन्म दिन चाहन्थे, तर जन्म दिन सकिन भन्दै रोए, कराए। मैले भने, मैले तिम्रो लागि यो समाजसँग म लड्न सकिन, तिम्रो परिवारसँग लड्न सकिन, माफ गर है छोरी भन्दै म रुँदै बसे। मलाई त्यति नै हेर महसुस भयो, मेरी छोरी, मेरी जुन्कीले मलाई कहीँबाट बोलाइरहेको छ, भनिरहेको छ, म तिमीलाई दोष दिन आएकी होइन आमा, तिमीले माया गर्यौ मलाई, तिमीले जन्म दिन चाहेको थियो, त्यसमा तिम्रो कुनै गल्ती छैन आमा, त्यो नै मेरो संसार बन्यो। म तिमी भित्रै जन्मिए र तिमी भित्रै हराए, तर म कहिले तिमीबाट टाढा हुने छैन आमा। मेरो छोरीले यसरी बोलेको मलाई महसुस भए र मैले आफूलाई सम्हाले। यो कथा यतिकैमा अन्तिम हुन्छ। साथीहरू, हजुरहरूलाई मेरो कथा मन पर्यो भने फेरि पनि म अर्को कथा ल्याउने छु। मेरो कथा सुन्नुभएकोमा हजुरहरूलाई धन्यवाद छ र मेरो कथाले हजुरहरूको मन छोएको छ भने मेरो च्यानललाई लाइक